हेलो गाइस, टासिदेले सबैजनालाई। अनि आज चाहिँ म एकदम धेरै एक्साइटेड छु किन भन्दाखेरि म धेरै पछि मेरो बुढीलाई एउटा सानोतिनो सरप्राइज दिनु गइरहेको छु। अनि के रियाक्सन आउँछ हेरौँ है त। म चाहिँ ड्युटी जान्छु है भनेर आएको थियो। अनि जस पहिल्यैदेखि रहर गरिरहेको थियो बिचरा, भनेन, भन्नु सकेन पनि। अब त्यसरी बन्दैन पनि के चुप्पो लागेर बस्छ, त्यस्तो भन्दैन पनि त्यस्तो कुराहरू। त्यति खासै मतलब मन चाहिँ गर्ने तर त्यति बन्दैन, झट्टै बन्दैन जे होस्। सो आज चाहिँ के रियाक्सन आउँछ हेरौँ है त। दिनु गइरहेको छु। अहिले सामान चाहिँ यता छ, नदेखाउँ है, यतातिर कता छ एकछिनमा देखाउँछु। उसको त्यो सानो फोन थियो कि, त्यो सानो फोन चाहिँ 3-4 वर्ष थियो। यही मैले 2टा जति फोन चेन्ज गरिसकेँ, तर उसले एउटा मात्र फोन चलाइरहेको छ कि 3-4 वर्ष भइसक्यो होइन यो फोन। अनि हिजो चाहिँ हामी घुम्नु गएको थियो, 2 टुक्रा भयो कि यो जोड्नु त मिल्छ, केही बिग्रेको छैन, यो मात्र चुट्यो। अनि त्यसको बदलामा यो टालेर ल्याउँछु भनेर आएको हो म खास गरी। अनि यो पनि लाँदैछु 17 Pro Max है त। अनि यो लगेर चाहिँ अब जान्छु, कस्तो खालको रियाक्सन आउँछ हेर्छु। लिपमा छु। यहाँ पुरानो फोन पनि यहीँ बोकेछ, नयाँ फोन चाहिँ यहाँ बोकेको छैन, चट्ट लगाएर। बुढी के गर्दै यो भन्यो है? Oi! Itu juga. यहाँ यहाँ खोलेर हेर्न यो अब बोली Thank you so much. ल अबबाट यो चलाउने है। ह्याप्पी ल खोलेर देखाउन त। Thank you.